सो स्लीप डिसअर्डरमा हामी 3टा टाइप्स धेरै नै छ, स्लीप साइकल के इनडेप्थ नै छ, तर म यसमा तपाईहरुलाई छोटोमा भन्छु है त। स्लीप डिसअर्डर 3टा किसिमको हुन्छ, 3टा। इन्सोम्निया भनेको निन्द्रै नलाग्ने है, हाइपरसोम्निया भनेको एकदमै धेरै निन्द्रा लाग्ने। अर्को आउँछ प्यारासोम्निया भन्छ त्यसलाई चाहिँ, के भन्दो रहेछ, प्यारासोम्निया भन्छ है त। प्यारासोम्निया भनेको के होला त, सुन्नु भएको थियो? नवीन सरले सुन्नु भएको थियो जस्तो लाग्यो प्यारासोम्नियाको। सरको डक्टरलाई छ कि के, सरको पेसेन्ट्सहरुलाई छ कि छैन प्यारासोम्निया? ओके ल। सो इन्सोम्निया भनेको चाहिँ निन्द्रा नलाग्ने है, निदाउनै नसक्ने, छिनछिनमा बिउजिने हैन, एकछिन सुतेको छ फेरि बिउजिहाल्ने, निन्द्रै नलाग्ने भनौँ न। अनि सेकेन्ड भनेको चाहिँ हाइपरसोम्निया, जसमा चाहिँ अत्याधिक निन्द्रा लाग्ने, एकदमै धेरै निन्द्रा लाग्ने। अर्को आउँछ प्यारासोम्निया। प्यारासोम्निया भनेको चाहिँ अलिक डर लाग्दो हुन्छ। यदि कोहीलाई त्यस्तो प्यारासोम्निया छ अनि तपाई त्यस्तो व्यक्तिहरुको छेउमा सुत्नु भएको छ भने चाहिँ तपाई राति तर्सिन सक्नुहुन्छ, किनभने उनीहरु कस्तो हुन्छ भने प्यारासोम्नियाको कसैको सुतेकै बेलामा हिँड्ने बानी, सुतेको बेलामा बोल्ने बानी हैन, बुझिराख्नु भएको छ मैले भनेको? सुतेको बेलामा हिँड्ने बानी, कसैको बोल्ने बानी हैन, अनि एकदमै स्लीप प्यारालाइसिस भनेको ऐठन भएको जस्तो हुने, अनि एकदमै गाह्रो गर्ने, अनि जसले गर्दा इभेन्चुअली उले के गर्ने, बिउजिहाल्ने, ऐठन भएको जस्तो नि, अनि फेरि बिउजिहाल्ने, त्यसलाई भन्छ स्लीप प्यारालाइसिस है। अनि अर्को भनेको चाहिँ सुतेकै बेलामा खाने अनि ड्रिङ्क गर्ने, तर उसलाई फेरि त्यो कन्सियस यादै हुँदैन मैले खाएँ भन्ने खालको, त्यो पछि उसलाई मेमोरी नै हुँदैन। यो जति पनि प्यारासोम्नियामा उनीहरूले एक्टिभिटी गर्छ, जति पनि क्रियाकलाप गर्छ, त्यो क्रियाकलापको उनीहरूलाई चाहिँ के हुँदैन त, यादै हुँदैन। मैले भनेको बुझिराख्नु भएको? जस्तै कि कहिलेकाहीँ तपाईहरु कतिजना ऐठन भएको छ, ऐठन भएको छ राति सुत्दाखेरि बडी नै मुभ नभएको जस्तो हैन, अनि तपाईले हजुर दिउँसै हुन्थ्यो मलाई त। ओके, सो के रे उठेर अनि तपाईहरुले ढोका खोलेको कसैलाई बोला कस्तो पनि लाग्छ, अनि एकैताली बिउजिदाखेरि मलाई भर्खर के भयो जस्तो हुन्छ नि हैन, हो त्यसलाई भन्छ स्लीप प्यारालाइसिस भन्छ है त। सो यी सबै कुराहरु जुन चाहिँ अलि स्लिपिङ गर्ने टाइममा चाहिँ अर्को मान्छे जो तपाईको छेउमा बस्या हुन्छ उलाई हेर्दाखेरि डर लाग्ने, उलाई हेर्दाखेरि उ आत्तिन्छ तपाईको त्यो कन्डिसन देखेर, त्यसलाई भन्छ प्यारासोम्निया है। अनि यो कन्डिसन तपाईलाई पनि थाहा हुन्छ, तर कतिपय ठाउँमा तपाईहरुले चाहिँ अब कसै अरूले भन्यो भने मात्र थाहा हुन्छ कि तिमी त आज राति बोलिरहेको थियो नि सपनामा, निन्द्रामा भन्यो नि, म बोले हो, अरूले भनेपछि मात्र म किन भइरहेछ, त्यसपछि मात्र उसले कन्सल्टेसन खोज्छ। हिँडेर पुरा घुमेर अनि फेरि आइसक्या हुन्छ। अब यो प्राय बालबालिकामा देखिन्छ, सानो बालबालिकाहरुमा देखिन्छ यस्तो खालको, तर ठुलोहरुमा पनि देखिन्छ है, जुनसुकै एज ग्रुपको मान्छेमा पनि देखिन्छ यो प्यारास्लिप डिसअर्डर चाहिँ जुन एज ग्रुपमा पनि देखिन्छ, प्राय जसो बालबालिकामा देखिन्छ। बालबालिका देख्दा मेरो चाहिँ एकचोटि के भएको थियो भने तिहारको टाइममा सायद तास खेलिरहेको थिएँ होला हैन, अनि म राति उठेर चाहिँ यस्तो तास यस्तो गर्दै रहेछु कि हात, अनि एकछिन पछि आफै बिउजिँदाखेरि त मेरो हात त आफै यस्तो भइरहेको थियो कि। सो त्यति बेला के हो थाहा भएन, तर यसो अहिले रियलाइज गर्दाखेरि चाहिँ त्यति बेला त्यो बेसी त्यसको त्यो दिनरात तास खेलेर मामा माइजहरूसँग तास खेलेर चाहिँ त्यो खालको इफेक्ट चाहिँ पछि स्लिपिङ प्याटर्नमा पनि देखिएको भन्ने कुरा थाहा भयो। सो क्लियर हुनुभयो? इन्सोम्निया भनेको एकदमै धेरै सुत्ने, सरी निन्द्रै नलाग्ने इन्सोम्निया भनेको हैन, एकदमै कम निन्द्रा लाग्ने। हाइपरसोम्निया भनेपछि अत्याधिक उसलाई निन्द्रा लाग्छ, एकदमै सुतेको दिउँसो होस् राति होस् उसलाई एकदमै निन्द्रा लाग्छ। अनि प्यारासोम्निया भनेको चाहिँ अर्धनिन्द्रा अथवा आफ्नो के रे निन्द्राको अवस्थामा एक्कासी घरि हिँडेर गइदिने, घरि खाइदिने, घरि
के अरे कराउने, चिच्याउने, भतभताउने, हैन, बोल्दिने इत्यादि क्रियाकलापहरू गर्न थाल्छ अथवा कहिलेकाहीँ त लुगा फेर्ने, हैन, गाडी चलाइदिने इत्यादि कुरा पनि गर्छ अरे के, हो त्यसलाई भन्छ प्यारासोम्निया। अब स्लिप वेक खान्छ त्यस्तो खालको सिम्पटम्स पनि हुन्छ त, खान्छ पानी पनि पिउँछ तर उसलाई यादै हुँदैन अरे के। अनि त्यो मोबाइल चलाउने त्यो चलाएको जस्तो गर्ने त्यो एक्टिङ गर्ने नि हुन्छ नि कुनै कुनै, अब धेरै मोबाइल चलाउने बच्चाहरू त्यो चाहिँ त्यसलाई त भन्दैनन् नि है। त्यो पनि एक किसिमको हुन सक्छ है त म्याम, त्यो पनि एक किसिमको हुन सक्छ। डिसओरिएन्ट बिहेभियर देखाउने बित्तिकै के, अनि उसलाई याद हुन्छ कि हुँदैन भन्ने कुरा, उसले जस्तो कि उठेर मोबाइल चलाएँ है मैले भन्ने याद गर्छ भन्ने चाहिँ उसको के कन्सियस माइन्ड पनि त्यहाँनिर प्रेजेन्ट छ, होइन उसलाई यादै छैन भनेपछि चाहिँ अलिकति के भयो त, ओके के भएर चाहिँ उसले यस्तो गरिरहेछ भन्ने कुरा। यो प्रायः जसो स्ट्रेसले गर्दाखेरि हुने कुरा हो, एकदमै धेरै स्ट्रेस, एक्सेसिभ स्ट्रेसहरू भयो भने यस्तो प्रब्लम्सहरू आउँछ। कहिलेकाहीँ स्लिप प्याटर्न हुन्छ नि, 2-3 दिन अनिन्द्रा बस्यो भने पनि हुन्छ। त्यसरी नै अर्को चाहिँ कहिलेकाहीँ स्ट्रेस र एन्जाइटीले पनि निकाल्छ। अनि मेडिकल कन्डिसन पनि हुन्छ है त, मेडिकल कन्डिसन भनेको जसमा चाहिँ औषधि नै खानुपर्ने है, जस्तो कि साइकेट्रिक डिसअर्डरसँगै कुनै अर्को मेडिकल कन्डिसन पनि जोडेर आएको हुनसक्छ है। अब यदि फ्यामिलीमै छ भने जेनेटिक्स पनि हुन्छ प्यारासोम्निया चाहिँ, परिवारमा एकजनालाई त्यो प्यारासोम्निया होइन राति हिँडेर जाने यस्तो गर्ने छ भने आउने अरू जेनेरेसनमा पनि हुनसक्छ। जेनेटिक कारण चाहिँ त्यो है। सो हस्पिटलमा धेरै दिन बसेको मान्छेलाई एकदमै गाह्रो, अत्याधिक हाइपरसोम्निया हुन्छ, किन बिकज 2 दिन सुतेको छैन भने एकदमै निन्द्रा लाग्छ उनीहरूलाई। सो त्यस्तो खालको प्रब्लम हाइपरसोम्निया, इन्सोम्निया, प्यारासोम्निया भनेको कहिलेकाहीँ स्लिप प्याटर्न नमिलेर पनि निस्किने खालको के हो समस्या हो। अब यसमा हजुर इन्सोम्नियामा निन्द्रै लाग्दैन कति समयसम्मलाई, कि एउटा मुभीमा आलिया भट्टको मुभीमा लाइफ टाइम उसले सुतेकै छैन भन्ने चाहिँ देखाउँछ, त्यस्तो पनि हुन्छ? कुन मुभीमा? आलिया भट्टको यो कुनै नयाँ मुभी नै छ, शाहिद कपुर र आलिया भट्ट छ। अनि पछि गएर उसलाई लभ परिसकेपछि मात्रै उसले सुतेको, त्यो बच्चादेखि कहिले सुतेकै छैन भन्ने चाहिँ मुभीमा देखाएको छ। अब त्यो सुत्दैन ओके, एउटा एकदमै राम्रो रिसर्च छ होइन सृजना म्याम, उयो गर्नु एउटा एक्सपेरिमेन्ट नै भएको छ कि। कस्तो एक्सपेरिमेन्ट भएको छ भने जेलमा चाहिँ कैदीहरूसँग गरेको एक्सपेरिमेन्ट हो होइन। अनि कैदीहरूलाई चाहिँ के भन्छ भने यो इन्टरनेसनल उसमा गरिएको हो, अनि तपाईँहरू यदि सुत्नु भएन भने चाहिँ हामी तपाईँहरूले 7 days कन्टिन्युसली सुत्नु भएन भने होइन, अथवा हुन्छ नि सर्टेन पिरियड अफ टाइम, आई डोन्ट नो एक्ज्याक्ट, मैले बिर्सेँ 7 days हो कि 1 month हो, मैले ठ्याक्कै बिर्सेँ। एकचोटि पनि सुत्नु भएन, हामी क्यामेराहरू फिट गर्छौँ, तपाईँहरू एकचोटि पनि सुत्नु भएन भने हामी तपाईँहरूलाई के गरिदिन्छौँ, रिलिज गरिदिन्छौँ भन्छ कि। अनि उनीहरू सुत्दिँदैन होइन। तर रिसर्चले के भयो त्यो स्लिप राम्ररी पुगेन भने हेलुसिनेट गर्न थाल्छ मान्छेले, बुझ्नुभयो? हेलुसिनेट गर्न थाल्छ, उसले नभएको चिज देख्छ, अनि ऊ एकदमै डरलाग्दो हुन्छ भनेर चाहिँ रिसर्चले प्रुभ गरेको छ कि जो मान्छेलाई निन्द्रा पुगेको हुँदैन उसको बिहेभियर प्याटर्न एकदमै भायोलेन्ट, एकदमै डेन्जरस हुन्छ अरे के होइन। उसले जे पनि गर्नु, ऊ हेलुसिनेट भएपछि त जे पनि गर्नु, हेलुसिनेट भन्ने चाहिँ भ्रम, के देख्ने, कसैले उसलाई धक्काले कस्तो त्यस्तो फिल हुन्छ अरे कि। सो त्यही भएर त्यो मुभीमा आएर के देखायो, त्यस्तो स्लिपै नपुग्ने चाहिँ होइन, तर त्यही स्लिप पुगेन भने प्रब्लम्सहरू अरू आउँदै जाने चाहिँ हो है। अब लेट मी टेल यु, जापानको मान्छेहरू 2 घन्टा मात्र सुत्छ भन्ने तपाईँले कति ठाउँमा सुन्नु भएको होला होइन। अब बिहान 2 घन्टा सुतेर अनि पुग्छ त निन्द्रा? डेफिनेटली पुग्छ है त, किनभने हाम्रो स्लिप साइकलमा चाहिँ 2टा खालको चाहिँ साइकल हुन्छ, रेम स्लिप र नन रेम स्लिप भन्ने हुन्छ, REM रेम, NREM नन रेम। अब यो डिटेलमा जानु खास जरुरी थिएन, बट सृजना म्यामले क्वेसन सोधेर म गएँ है त। रेम र नन रेम स्लिप हुन्छ। रेम स्लिप 20 to 30 मिनट्सको हुन्छ, नन रेम स्लिप 90 मिनट्सको हुन्छ है। अनि यो कम्प्लिट यदि 2 आवर्समा त्यो खालको क्वालिटी स्लिप यदि उसले पायो भने सिद्धियो।
अब कहिलेकाहीँ हामी 4-5 घण्टा सुते पनि हामीलाई त्यो खालको फ्रेसनेस आउँदैन, तर कहिलेकाहीँ हामी 2 घण्टा सुतेको छ भने त्यो खालको फ्रेसनेस किन आउँछ भनेपछि हाम्रो जुन स्लिप साइकल कम्प्लिट हुनुपर्ने त्यो ठ्याक्कै कम्प्लिट भयो भने चाहिँ हामी फ्रेस हुन्छौँ। अनि यदि त्यो हाम्रो स्लिप साइकल कन्टिन्यू के अरे भएको छैन भने हामी हुँदैनौँ। किन हामी बिबिचमा बिउजिन सक्छौँ त? नन रेम स्लिप र रेम स्लिपमा पुगिसकेपछि त वी आर कम्प्लिटली अन आवर अनकन्सियस लेभल, हामीलाई कसैले बिउजाए पनि बिउजिँदैनौँ। तर यदि हामी रेम स्लिपमै अड्किरहेको छौँ भने चाहिँ के हो, हामी सानो सानो डिस्ट्र्याक्सनले पनि बिउजिन्छौँ। बुझ्नुभयो? सो एकचोटि हेर्नुहोस् आफै पनि रेम स्लिप नन रेम स्लिप भनेर हेर्नुहोस्, त्यसमा तपाईँले स्लिप साइकल ठ्याक्कै भेटाउनुहुन्छ। अनि कसरी चाहिँ क्वालिटी अफ स्लिप पाउने, कसरी चाहिँ आफ्नो कि त 4 आवर्स सुत्नुहोस्, कसैले पनि तपाईँलाई 5 आवर्स सुत्नुहोस् भनेर भन्छ। अहिलेसम्म सुन्नु भएको छ 5 आवर्स कि त 2 आवर्स न्याप भन्छ कसैले, होइन? कसैले के भन्छ 4 आवर्स सुत्छु भन्छ, 4 घण्टा सुत्छु म, राति 11 बजे सुतेर म 3 बजे उठ्छु। कसैले भन्छ म राति के अरे 10 बजे सुतेर बिहान 4 बजे उठ्छु, होइन? वाइ? बिकज त्यो स्लिप प्याटर्न कम्प्लिट गर्नको लागि चाहिँ खास त्यो रुटिन हो। तर कतिजनाले त्यसलाई के गर्नु हुँदैन, फलो गर्नु हुँदैन। त्यही भएर तपाईँहरूले 5 घण्टा 7 घण्टा सुते पनि तपाईँहरू फ्रेस ननिस्किनुको मेन रिजन भनेको चाहिँ तपाईँहरूको स्लिप साइकल कम्प्लिट भएको छैन भनेर बुझ्नु पर्यो कि। अब डिफ्रेन्ट रिसर्चहरू चाहिँ पढ्नुपर्छ है त, त्यो चाहिँ जति पढ्यो त्यति नै नलेज बढ्दै जान्छ है त्यसमा। अनि अर्को हजुर, यो ऐठनकै बारेमा सोध्न मन लाग्यो। धेरै जस्तो ऐठन चाहिँ महिलाहरूलाई सुत्केरी भएको बेलामा हुन्छ भन्ने गरिन्छ कि, भनेपछि त्यतिखेर तनाव भएको कारणले हुने हो मेबी या। अनि त्यति बेला हाम्रो निन्द्रा पनि पुगेको हुँदैन नि त म्याम, होइन र? नानीलाई हेर्नु पर्यो, रातभरि उठ्नु पर्यो, त्यो रिजनले पनि हुन सक्छ। निन्द्रा नपुग्नु भनेकै किसिमको प्रब्लम हो के। उपचारको तपाईँ एक दिन रातभरि कोही मान्छेलाई कुर्न हस्पिटलमा बस्नुभयो भने त्यो निन्द्रा पुर्याउनको लागि तपाईँलाई 7 डेज एक रातको निन्द्रा पुर्याउनुलाई भनेको विज्ञानमा बलियो पृष्ठभूमि फ्रेस हुनको लागि, होइन? अब त्यो के भन्छ, तर अब यो ऐठनहरू भनेको चाहिँ कतिले चाहिँ त्यसरी स्लिप पोस्चरले गर्दा पनि हुन्छ भन्ने कुराहरू छ, होइन? स्लिपिङ पोस्चर्स मिलेन भने पनि हुन्छ भन्ने कुरा छ। तर प्यारासोम्नियामा चाहिँ के भने स्ट्रेस र एन्जाइटीले गर्दा चाहिँ बढी मात्रामा हुने कुरा छ है त। ओके, सो यहाँसम्म क्लियर हुनुभयो? यसमा के क्वेसन? अर्को भनेको 4th नम्बरमा तपाईँहरूको स्लिप वेक स्केड्युल डिस्टर्बेन्स छ। अघि मैले भनिहालेँ, तपाईँहरूको सुत्ने उठ्ने इत्यादि समस्याहरू छ भने चाहिँ तपाईँहरूको त्यो प्याटर्न मिलिरहेको छैन भने पनि स्लिप डिसअर्डर चाहिँ निस्किन सक्छ है त। सो स्लिप डिसअर्डर हुन सक्ने चान्सेस चाहिँ हाई छ। अब यसमा त्यही हो, अब एकदमै सुरुमा डक्टरले दिने भनेको मेडिसिन हो। मेडिसिनसँग निर्भरता बढ्नु भएन, अनि मेडिसिन खायो भने चाहिँ निन्द्रा लाग्ने, मेडिसिन खाएन भने चाहिँ निन्द्रा नलाग्ने हुनु भएन, होइन? त्यो स्लिप प्याटर्न तपाईँको एकदमै हेलुसिनेटै गर्न थाल्नु भयो, तपाईँलाई एकदमै गाह्रो पर्यो भने मेडिसिन त प्रेसक्राइब गर्नै पर्यो डक्टरले। तर मेडिसिनमा मात्र के हुनु भएन त, डिपेन्डेन्सी लेभल चाहिँ बढाउनु भएन। क्लियर हुनुभयो? सो यसरी चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ, आफूलाई आफ्नो यो के अरे साइकेट्रिस्टसँग यदि मेडिसिन्स लिइहाल्नु भन्नु अथवा त स्लिपिङ ट्याब्लेट दिन त दिनु हुँदैन, तर प्रेसक्राइब गरिहालेको खण्डमा पनि लिने, अनि त्यसपछि जुन डोज भनेको छ त्यो डोज कम्प्लिट गर्ने, अथवा डक्टरले जे भन्छ डक्टरको प्रेसक्रिप्सन्स अनुसार चाहिँ अगाडि बढ्ने। आफै गएर हुन त स्लिपिङ ट्याब्लेट माग्नु भयो भने पनि डक्टरको प्रेसक्रिप्सन बिना दिँदैन है त। ओके, अनि कतिको मेडिसिन्सहरू युज गर्नुहुन्छ त्यो पनि चेक गर्ने। मैले स्लिपिङ ट्याब्लेट खाएपछि मलाई कति निन्द्रा लाग्छ, नखाँदाखेरि मलाई फेरि कति गाह्रो भइरहेछ, त्यो नोट डाउन चाहिँ गरिराख्नुपर्छ है। अनि कतिजनाले चाहिँ यो निन्द्रा पुगेन भने एल्कोहल रक्सी खाने पनि चलन छ कि, अनि त्यो खाएर चाहिँ नि सुत्ने, त्यो पनि राम्रो होइन। त्यो पनि डिपेन्डेन्सी लेभल बढिरहेछ। रक्सी खाएन भने त निन्द्रा लाग्ने, त्यो पनि हुनु भएन। क्लियर हुनुभयो?
ओके, यहाँसम्म केही क्वेसन छ? अब हामी नयाँ च्याप्टरमा एन्टर गर्दैछौँ। यहाँसम्म तपाईँहरूले अहिलेसम्म नबुझेको के क्वेसन छ मलाई सोध्न सक्नुहुन्छ है त तपाईँहरूले। हजुर सृष्टि म्याम। अगाडि चाहिँ के भन्नुभयो आज दुईटा मैले। ओके ल, एकजनाले एक्सप्लेन गरिदिनुहोस् त सृष्टि म्यामलाई हामीले के भन्यौँ, के पढ्यौँ एकचोटि सरर भनिदिनुहोस् त ल अहिलेको 30 मिनटसम्म। म भन्नु म्याम? स्योर। हामीले चाहिँ स्लिपिङ डिसअर्डर भन्ने विषयमा पढ्यौँ। अनि त्यसमा चाहिँ स्लिपिङ डिसअर्डरमा तीन प्रकारको हुन्छ। एउटा चाहिँ इन्सोम्निया के अरे निन्द्रा, म नेपालबाट भन्छु ल। एउटा चाहिँ निन्द्रा लाग्दै नलाग्ने हुन्छ, त्यसलाई चाहिँ इन्सोनिया भनिन्छ, त्यो चाहिँ निन्द्रै नलाग्ने हुन्छ। अर्को छ हाइपोसोनिया भनिन्छ, त्यो चाहिँ एकदमै धेरै निन्द्रा लाग्छ। र अर्को छ प्यारासोनिया भन्ने छ, त्यो चाहिँ अर्ध निन्द्रा, जस्तै त्यसका लक्षण चाहिँ सुतेको बेलामा हिँड्ने, ऐठन हुने, कोही बरबर आउने, अनि कसैले उठेर पानी खाइसक्दा पनि थाहा नहुने जस्ता लक्षण हुन्छन्। अहिले हामी चाहिँ त्यो 3टा कुरा पढ्यौँ। अब यसमा निन्द्रा नलाग्दाखेरि कसरी हामी अब उपचार पद्धतिमा जाने भन्ने कुरा नि भन्नुभयो म्यामले। अब यसको लागि त हामी डक्टरसँगै कन्सल्ट गर्नुपर्छ। हाइपोसोनियाको पनि एकदमै धेरै निन्द्रा लागिरहँदा पनि अब हामीलाई असर पुर्याउँछ नि त। दिउँसो पनि निन्द्रा लाग्दियो भने हाम्रो काममा व्यवहारमा हरेक ठाउँमा असर पुर्याउँछ। यो पनि हामी डक्टरसँगै कन्सल्ट गर्न जानु पर्यो। र यो प्यारासोनिया अर्ध निन्द्रा ऐठन हुने भन्ने पनि, ऐठन हुँदा कहिले त साह्रै नै गाह्रो हुन्छ। यो मलाई पनि भएको थियो, मलाई चाहिँ दिउँसो हुन्थ्यो। अनि त्यसपछि दिउँसो भएर आफैले तर्साएको, म आफ्नो अनुहार मेरै अनुहार आएर तँलाई नै खान्छु भनेर मलाई त्यो दिउँसो त्यसरी तर्साउँदाखेरि मलाई कति समय मेरो आफ्नो अनुहारै हेर्न सकिनँ। म चाहिँ त्यो चाहिँ त्यतिखेर चाहिँ म सुत्केरी बेलामा थिएँ आफ्नो एउटा भन्नुपर्दा पनि। त्यसैले हरेक कुराको हामीले सोलुसन खोज्ने भनेको पहिला तनाव कम हुनु पर्यो, खानपान आहार विहार पनि हाम्रो राम्रो हुनु पर्यो। र अर्को कुरा हामीले त्यति गर्दा गर्दै भएन भने यो सबै कुरामा हामी डक्टरसँग पुग्नु पर्यो भन्ने कुरा हामीले पढ्यौँ अहिले। यति नै होइन त म्याम? कस्तो भयो हाइपोसोनिया र प्यारासोनिया बुझे, सुरुको के भन्नुभयो? यो निन्द्रा नलाग्ने हो इन्सोनिया। इन्सोनिया, हजुर हुन्छ। इन्सोनिया। अनि अब तपाईलाई यो निन्द्राको साइकलको बारेमा बुझ्न चाहनुहुन्छ भने नि आरइएम रेम स्लिपिङ र नन रेम स्लिपिङ भन्ने यसो खोजेर हेर्न सक्नुहुन्छ भनेर मैले टिपेको थिएँ। हजुरलाई पनि त्यही भने। आरइएम रिम स्लिप र अर्को नन रिम स्लिप होइन म्याम? हजुर म्याम। कसले सोध्नु भएको थियो? सृजना म्यामले कि के? सृजना म्यामले त होइन होला। सृष्टि म्यामले सोध्नु भएको थियो। सृष्टि म्यामले। ए सृष्टि म्यामले। हजुर। ओके, सो अब चाहिँ हामी आजदेखि काउन्सिलिङमा हल्का जान्छौँ है त।